बारे थुप्रै कुरा उठाउन खोज्छन् क्या बीचबीचमा। मईबाट सुरु गर भनेर त मैले सोच मईबाट प्लिज सुरु गर्नुहोस्, मेरो अनुसन्धान सुरु गर्नुहोस्। कहिले शेरादरबार भनेको छ, कहिले क्यान्टोनमेन्ट भनेको छ, कहिले के भने काम न काजको हावा कुरा गर्ने भए त्यही अनुसन्धान गर्नुहोस् नि त भनेर मैले भन्ने प्रधानमन्त्री देख्नु भएको छ। तर अब अहिले तपाईँ फेरि अरूलाई जस्तै फेरि मुछ्न खोज्नुहुन्छ, त्यो त मिलेन नि त। तपाईँले पनि मैले मुछेर तपाईँ मुछिने होइन भने, त्यो त मैले सफाई दिएर तपाईँले सफाई पाउने होइन भने मलाई यो प्रश्न आज नसोधौँ भन्ने थियो। तर तपाईँले मलाई त्यहीँ पुर्याइदिनु भयो, अब सोध्नु पर्यो। सोध्नुहोस्। तपाईँले संसदमा उभिएर र सार्वजनिक कार्यक्रममै बोल्या हो 46 साल पछाडिका सार्वजनिक पदमा बसेकाहरू सबैको सम्पत्ति छानबिन गरौँ, मबाटै आरम्भ गरौँ। ठिक हो, ए भन्नुभयो भनेकै हो। अब सम्झनुहोस् ल एकचोटि। अहिले मैले त्यहाँ भनेको मात्रै होइन, तपाईँलाई यो पनि सम्झाइदिन्छु। हामीले 79 को चुनावी घोषणा पत्र हेर्नुभयो भने 46 साल यताका सबै नेताहरूको, पूर्व प्रधानमन्त्री र नेताहरूको सम्पत्ति छानबिन होस् भनेर हामीले घोषणा पत्रमै लेखेका छौँ, प्रतिबद्धता पत्रमै। अब तपाईँले यसो भन्न मिल्छ, एउटा एकजना भारतीय मूलको नागरिकका सन्दर्भमा तपाईँले सार्वजनिक कार्यक्रममा भन्नुभएको थियो क्या, म यस्तै छु त के गर्ने भन्नुभएको थियो होइन, म यस्तै छु त के गर्ने भन्नुभएको थियो। तपाईँले केही समय अगाडिको अन्तर्वार्तामा के भनिदिनु भयो भने, तपाईँले भन्नुभयो है, तपाईँले के भनिदिनु भयो भने म त घरमा पैसा ल्याउँदैन थिएँ, म त पैसा त साथीभाइहरूकोमा यताउति यसरी राखिदिन्थेँ। तपाईँ आफैले भन्नुभयो भनेपछि तपाईँले अर्को प्रश्नमा के भन्नुभयो भने एउटा दल चलाउनको लागि त पैसा त चाहिन्छ नि, पैसा हुन्छ नेताकोमा, यो ठुलो कुरा होइन भनिदिनु। अब तपाईँबाट छानबिन सुरु गऱ्यो भने के हुन्छ? गरे हुन्छ अरूमा भ्रष्टाचार गर्नेहरूलाई बचाउने, अनि मैले सिधा बोल्ने मान्छेलाई सुरु गरे हुन्छ। गर्न मन लाग्छ भने गरे हुन्छ भने, सिधा बोल्छ भनेर कानुनले छोड्छ, नछोडे हुन्छ त नि, गरे भयो त। मैले त गरे हुन्छ त भनेको छु नि। तर मैले त्यति बेला जे भने म घरमा पैसा राख्ने मान्छे होइन। अलिअलि भयो भने अलिअलि त हुन्छ त पार्टीहरूसँग पैसा। कहाँबाट आउँछ? कोहीले चन्दा दिन्छन् होइन, पार्टीलाई सहयोग गर्छन्, लेबीबाट आउँछ, कोटाबाट आउँछ, विभिन्न स्रोतबाट आउँछ नि। पार्टी कार्यालयमै त हो, त्यही कार्यालयको पैसा त हो, अरूको व्यक्तिगत पैसा कहाँ आउँछ त? त्यही कारण यो जालझेल गर्नेहरूको जे गरे पनि हुनेतिर लान भएन क्या। तपाईँ पत्रकारहरूले पनि जालझेलै छैन। तपाईँले त थप के भनिदिनु भयो भने गङ्गाको घर जल्दाखेरिमा जो पैसा भेटियो भनिएको छ त्यो फेरि छानबिन आयोगले पुष्टि गर्ला, हामीले त्यहाँ पैसै थियो किन भन्नु, जो एकजना युवाको मृत्यु भएको छ होइन, त्यहाँ पनि पुगेको थियो होला पैसा भनिदिनु भयो। त्यो चाहिँ चिप्लिया हो? चिप्लिएको होइन, त्यो सोझै भने हो। अब 2-4 लाख जता जान त सक्छ त त्यो। अब त्यो कुरालाई फेरि किन ठुलो बनाइरहनुहुन्छ तपाईँले बेकारमा? होइन, तपाईँको त एउटा सन्दर्भ भयो, तपाईँलाई त यस्तो पनि आरोप लगाइयो होइन, पहिले नै 2 ट्रक पैसा चाहिँ लिएर चाहिँ भाग्यो भने एकजना पूर्व प्रहरी अधिकृत नै, उहाँले त्यसलाई पुष्टि गर्न सक्नु भएको छैन। तपाईँको सचिवालयले विज्ञप्ति निकाल्यो पनि होइन। अब नेपालमा चाहिँ आरोप लगाइदिन पनि मिल्ने, स्टन्ट गर्न पनि मिल्ने, जिम्मेवारी बोक्न पनि नपर्ने जुन अवस्था छ। तर नेताहरूको घर जल्नु बेठिक थियो पूर्व प्रधानमन्त्रीज्यू। नेताहरूको घरमा आक्रमण हुनु या